गाइस तपाईँहरूलाई स्वागत छ मेरो एक नयाँ भ्लगमा। आजको यस भ्लग फेरि दिउँसोबाट सुरु हुँदैछ, बिहान रेकर्ड गर्न मिलेन। यो भ्लगमा आज खासै केही देखाउने कुरो त होइन, तर आज एक ठाउँ घुम्न जाने प्लान भएको हाम्रो। ऊ त्यहाँ माथि डाँडा देखियो नि, हेर्नु त, ऊ त्यो माथि डाँडामा थाम्पाखा डाँडा हुन्छ यसलाई, त्यहाँ घुम्न जाने प्लान भएको छ हाम्रो आज। अब गाउँको अरू साथीहरू पनि जाएछन्, उनीहरू चाहिँ गाडी जान्छ, म चाहिँ स्कुटी यहाँ भ्लगमा जाने प्लान छ मेरो चाहिँ। त्यही भएर भ्लगमा बनिरह्यो भने हामी के गर्छौँ आज, यस्तो रमाइलो हुन्छ, त्यो हेर्न नछुटाइकन बस्नु होला। ल गाइज, म चाहिँ अब जान रेडी भइसकेछु है। अब बिस्तारै म निस्किन्छु यहाँबाट। तर जाँदा क्लिप चाहिँ 2x मा हाल्न सक्छु मैले, 2x मा नि एडजस्ट गरेर हेर्नु होला, नत्र भ्लग लामो हुन्छ। यता गाइज हामी स्कुटीबाट झरिसकेको छ। मैले स्कुटी यहाँ पार्क गरेको छु। अब थोरै हिँडेर जानुपर्ने भयो माथितिर, डाँडा टुप्पा पुग्नु थोरै हिँड्नुपर्ने छ हामी। गाउँको साथीहरू अहिलेसम्म आइपुग्नु भएर हुन्छ क्या, म एक्लै भयो क्या। अब हार म छिटाएँ चाहिँ अलि स्कुटी लिएर आएँ, उता गाडीमा कता कसलाई पर्खिँदै आउनुभयो है। अब यहाँ थोरै हिँड्नुपर्ने भएको चाहिँ हेर्नु त, माथिसम्म जानु छ क्या। यहाँबाट भ्यू चाहिँ कडा खायो, हेर्नु त, यहाँ पछाडि हेर्नु त कस्तो दामी भ्यू छ। अलिक क्यामेरा नराम्रो देखाएर माथिबाट अझ राम्रो देखिन्छ। हवस्, अब माथि जाने यहाँबाट कति 1 मिनट 2 मिनट लाग्ला। यसो डाँडाको टुप्पा आएर मन्दिर बनाएको क्या। थके पो लाग्दो रहेछ क्या यहाँ त। अरू पनि आउँदैन यता आउनु त। अब माथि को छन्, बाटोमा भेटेको थिएँ, एकजना आउँदै गरेको थिएँ यहाँ त माथि नि। 1-2वटा टिमै थियो नि त्यहाँ, 15-20 जना होला। माथि पनि कोही भेटिन्छन् कि यता अलिक बिदाको बेला सबैजना आइरहन्छन्। ल है गाइज, हामी चाहिँ फाइनली माथि आइपुगेछौँ। हामी होइन, म मात्र। अब अरू आउँदैछन् कि आउँदैछन् थाहा छैन मलाई। म चाहिँ आइपुगेँ हेर्नु, यहाँ आएपछि पुरै गाउँको भ्यू देखिन्छ क्या डाँडा। पहिला यहाँ माथिको भ्यू हेऱ्यो नि, त्यसपछि गाउँको भ्यू हेर्नु। यहाँ मन्दिर छ क्या, डाँडाको टुप्पा हेर्नु क्या, मन्दिर छ यता। अनि पिङ पिन सबै छ यता, पिङ बस्ने ठाउँ। अब यहाँबाट डाँडाको भ्यू चाहिँ कडा देखिन्छ। यसो हेरौँ मैले कस्तो देखिँदो रहेछ हेर्नु त। यहाँबाट फुल हाम्रो गाउँ फुल देखिन्छ क्या यहाँबाट, टपबाट। हामी हिजो गएको डाँडा पनि देखिन्छ क्या यहाँबाट त। हामी हिजो गएको डाँडा ऊ पर, यहाँबाट सिधा देखियो डाँडा, उता ऊ परको, उता परको। हिजो हामी त्यहाँ पुगेको छ, आज फेरि यहाँ पुग्यो। यहाँबाट हाम्रो गाउँ सब देखिन्छ क्या।
सर र हावा चल्ने छुट्टै यता यहाँबाट छुट्टै पिस हुन्छ क्या यहाँबाट यस्तो यहाँ सबै देखिन्छ क्या दाड पारी पृथ्वी हाइवे पनि देखिन्छ दाड अन्त गाइस मैले छिटै आएँ जस्तो छ क्या म हाम्रो अरू टोलीहरू त मैले तल भर्खर कराई गरेर सुनेको छु यहाँ ऊ तलै रहेछ नि गाडी बल्ल देख्यो क्यामेरा त क्याप्चर हुँदैन होला त्यो अब एकछिन कुरुम आइपुग्छन् अनि म बिस्तारै फर्किन्छु भ्लग बनाउँदै अब आउँदाखेरिको भ्लग चाहिँ राम्रो भयो कि भएन यहाँ टी सर्टमा अड्डा थिएँ मैले मोबाइललाई त हो अब कस्तो सुट भयो मलाई थाहा छैन मैले हेरेको छैन अब राम्रो भएर चाहिँ नि हाल्छु नराम्रो भयो नि अब हाल्नु एउटा थम्बनेलको लागि एउटा फोटोसुट गर्नु मात्रै गाइज एउटा फोटोसुट गरेर तपाईँ भेट्यो एउटा यस्तो थम्बनेल अलिक भएन त अलि छेउमा गएर ल गाइस सबैजना आइसक्नु भयो यहाँ त अब गाउँको सबैजना आइपुग्छ नि बल्ल तल्ल म कुरी भएँ आधी घन्टा कुर्नु पऱ्यो अब सबैजना आइसक्यो नि माथि यहाँ सबैजना शीतल खोइ बस्नु भएको क्या त सबै म यहाँ आएर मेरो थयो पनि मेटिसे माथि आएको बल्ल आइपुग्यो सबैजना बिस्तारै सबैजना आइगयो नि त ल ल है गाइज अब चाहिँ म चाहिँ अब बिस्तारै झर्छु तलतिर अब जाँदाखेरि चाहिँ म भ्लग बनाउँदैन स्कुटीमा चाहिँ अहिले आउँदाखेरि भ्लगै राम्रो भयो भने चाहिँ क्या मैले हेरेको अब त्यसरी टी सर्टमा अड्डाउँदाखेरि त्यसरी राम्रो भयो भने चाहिँ भ्लग त्यही भएर जाँदाखेरि चाहिँ भ्लग बनाउँदैन अब सिधै म तपाईँहरूसँग घर आएर भेट्छु क्या अब ल गाइज म अब घर आइसकेको छु अब हामी भोलि भेटौँ ल अर्को भ्लगमा नयाँ हुनुहुन्छ भने फेसबुकबाट हुनुहुन्छ भने फलो गरिदिनु युट्युबबाट हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु ल आजको भ्लगमा यति नै बाई